welcome back to my YouTube channel. It's me Priti Limbu from Ilam. आज चाहिँ इलामबाट अनि म चाहिँ दुध पुर्याएर आएको अनि यहाँनिर देख्न सक्नुहुन्छ मेरो काकी बाख्रालाई घाँस दिँदै हुनुहुन्छ। कतिवटा छ हौ काकी? अनि किन फाल्टो फाल्टो राख्नु भएको? यो हो तलदेखि ल्याउनु भएको चाहिँ यहाँ यसो प्रीति लिम्बूको भ्लगमा अरू भन्नु बिहानै घाँस ल्याएको हैन अघि के त कडा छ। लु म त 7:30 सम्म सुत्दै ठिक्क काकीले अघि घाँस सास ल्याएर पनि बाख्रा अगाइसक्नुभयो। खै दिपिका म झन् माथि तुम्माकोमा जानुपर्ने अरे। ए यहाँ चाहिँ दुध लगेर आएको 1 बाल्टिन भनेर भन्नु पनि नमिल्ने हैन। दिपिका भित्र छ होला मोबाइल हेर्नु। हल्ला हल्ला यहाँ चाहिँ मेरो फुपू है, तर धनकुटाकै हो, चिन्नुहुन्छ होला उहाँलाई। तर यता चाहिँ हाम्रो फुपू हुनु भएको छ आशा लिम्बू चेम्जङ, यता चाहिँ लिङ्गदेन। काम नपाएर अहिले भ्लग बनाउँदै यो चाहिँ मेरो माइत गाउँ। यहाँ पारी चाहिँ 9 नम्बर हो, हाम्रो चाहिँ 8 नम्बर। अनि पारी देखेको अदम्बरे डाँडा, अनि यहाँ पर सिद्धि थुम्का थुम्की। हामी चाहिँ आज खाना खानु गएको तुम्माकोमा। पाहुना आएपछि त जानै पर्यो। यहाँ चाहिँ मेरो छोरा खुट्टा गल्यो भन्दैछ। यहाँ तल चाहिँ उयो छेउको डाँडा चाहिँ सिद्धिथुम्का हो, त्यहाँदेखि तल चाहिँ झापा। तर मौसम राम्रो नभएर देखेको छैन। यो डाँडादेखि तल चाहिँ झापा पर्छ। हामी चाहिँ चढ हामी चाहिँ तुम्माको घरमा आइपुग्यौँ। हिजो अस्ति पनि आइस? हो। यो चाहिँ गजरमुखी धाम। अस्तिको खोलाबाडीले त सखा घरहरू त एउटा पनि देखिँदैन। एउटा माथिल्लो बजार चाहिँ रहेछ, तल्लो चाहिँ पुल पनि मधुरो देखिन्छ। यो चाहिँ रवि कतानिर हो, रवि लुम्दे पास्तर माथि पर चाहिँ सतामी, त्यहाँदेखि पर चाहिँ पास्तर बोल्छ। हामी चाहिँ चारपाल, यहाँ पारी चाहिँ पास्तर। हजुर यो त हाम्रो हामी पढेको स्कुल है। हेलो यो चाहिँ शुक्रबारे बजार हाम्रो नमीको। आज चाहिँ शुक्रबार भनेर हामी चाहिँ बजार आएको। हामी भन्दा पनि तुम्बा हालचाल के छ तपाईँको? यहाँ चाहिँ हाम्रो तुम्बा हुनुहुन्छ। अनि यहाँ हाम्रो बुवा जय बङ्गाल।
अनि यो के गर्न आँट्नु भएको बुवा? यो चाहिँ मैले भैँसीलाई खोले दिन आँटेको हो। अँ अब वस्तु भाउ नपाली हुँदैन, खोर्सानीको बोटमा मल चाहिन्छ। अँ अब ओलन पानी खानु बानी लागेको छ। अँ दही यसो जमाएर घिउ खाने चलन छ। यस्तै हो खेतीपाती छैन। अनि आमा अनि आना माथि मावली गाउँ आएर हेलो के गरेको हो? अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो भैँसी त डेन्जर छ नि। डेन्जर रहेछ हौ। डान्स गर्छ। यहाँनिर उसको बच्चा अब खोले सोले दिएर आमाले दुध दुहुनुहुन्छ। यहाँनिर चाहिँ बाख्रा। यो सुँगुर चाहिँ सोमेको बेको हो। बिहेको है त्यो। ल बेचे कहिले गर्ने हुन् भाइहरूले? सबैजना आउनु होला बिहे खान। हेलो काली माता के छ खबर? खतरा छ। यहाँ बुवाले चाहिँ एकदम भैँसीलाई कुडो भैँसीलाई कुरो दिन्छु। काली माताको हालचाल के छ? यस्तै छ जिन्दगी। यो चाहिँ यो के हो? अदुवा बारी। अदुवा काँक्रा फल्दैछ मान्छे। काँक्रा पनि फल्दो रहेछ। सिलाम अदुवा बारी। अदुवा मेरो भाइ पदुवा भन्थ्यो। किन बाहिर राखेको रे आमा? बिर लाउनु नि। अनि त्यो खोरदेखि 3 चोटि दिनमा निक्लेर यसलाई चाहिँ यता व्यवस्था गर्नुभएछ आमाले। यहाँनिर चाहिँ सुत्केरी सुँगुर बच्चाहरू 10 वटा ब्याएको थियो अरे। 3टा चाहिँ मरेछ। अहिले कतिवटा छ पनि? होइन नि हामी चाहिँ खाना खाना आएको रे यहाँ अङ्कलहरूको। बेइज्जत अरे यो चाहिँ यहाँ चाहिँ हुनुहुन्छ मेरा फुपूहरू। अघि देखिहाल्यो सुरुमा, अहिले मुख छोपेर के गर्नु होइन? काकी किन दुःख गर्नुभएको? किन दुःख गर्नुभएको? यहाँ यता हेर्नु न। खै अङ्कल यो चाहिँ अङ्कलहरूको घर। यहाँ मेरो काकी हुनुहुन्छ घरबेटी। हामी चाहिँ राति र हुँदी दुःख दिनु आएको रे अङ्कल। यहाँ मेरो प्रीति लिम्बूको भ्लगमा हजुरलाई स्वागत छ। केही भन्नु छ कि विचार? अहिले अब के पनि नभन्नु होला होइन। कालो कालो भइगयो। अघि बिहानै बोलाउनु थियो नि, कस्तो दामी धानबारी। बिहान म काकाले बेसी खेदाएर पो त। अन्त यहाँनिर त यो स्नेक हो कि के हो? कोठा त ठुल्ठुलो बनाउनु भएछ त। हेलो हेलो यहाँ पर हेरौँ न कोही कोहीजना। ए को हो यो? यो चाहिँ मेरो बहिनी है नेहा। हेलो टिभी हेरेको? अब चाहिँ हामी घर लागेको अवस्था राति भइसक्यो। लु गयौँ है। अब भोलि बिहान घुम्न आउँछु धानबारीमा। म बुधबार जाने। यहाँ